त्यसलाई विश्वासमा परिणत गर्नेछौँ। र यो देशमा पनि हामीले हैन गरी खाने वातावरण हामी बनाउनेछौँ। त्यो कसम खाएर निस्केको मान्छे हौ हामी। त्यसो भएको कारणले गर्दाखेरि हामीले झुट बोल्न आउँदैन। म झुट बोल्नु मलाई आउँदैन। संस्कृतिले झुट बोल्दैन। हामी ठुल्ठुलो कुराहरू यहाँ गर्न आएको होइन है। हामी गर्दैनौँ ठुल्ठुलो कुरा। तर यो देशमै बस्ने वातावरण हामीले बनाउनु पर्छ। यी नानीहरूको भविष्यको लागि म यो लाइनमा आएको छु। मैले जीवनमा मैले व्यक्तिगत रूपमा केही पनि मलाई पाउनु छैन है। तर यो देशमा राम्रो हुन सकोस् भन्ने चाहना राख्छु र त्यो चाहनाले गर्दाखेरि हामीले चाहिँ अहिले यो गरेर हिँडिराखेका छौँ। धेरै ठुलो कुराहरू म राख्न चाहन्न। यी नानीहरूलाई मैले हैन यतिखेर बुझ्दैनन् यी नानीहरूले। तर मलाई देख्दाखेरि जुन खालको एउटा खुसी छ नि खालको हैन त्यो यी नानीहरूको भविष्यमा परिवर्तन गर्न सकौँ। म त अब बुढो पनि भइसकेँ। हामी सबै अब मरेर जान्छौँ हैन। तर हाम्रो छोराछोरीको पालामा भए पनि यो देशमा हैन सुशान्ति र तपाईको चाहिँ सुख होस्। त्यसको लागि अहिले हामीले एउटा बिरुवा रोप्नुपर्छ।